मैले यसरी भिडियो बनाइरहँदा तिमी कुनै काउन्सिलर हो र अथवा कुनै न्यायाधीश हो र न्याय दिन आएको जस्ता प्रश्नहरू आउन सक्छन्। तर मेरो अभिभावकहरूलाई एउटा सानो सुझाव छ। पिआर देखिकै भरमा अथवा भनौँ न कुनै सम्पत्ति देखिकै भरमा तपाईको एउटा नाबालिका छोरीलाई बिहे गरेर पठाउन हतार नगर्नुस् क्या। 18 वर्ष 19 वर्ष 20 वर्ष 21 वर्ष यो उमेर भनेको बिहे गर्ने उमेर होइन नि। यो उमेर भनेको तपाईले यति परिपक्व बनाउने हो तपाईको छोरीलाई। भोलि पर्सि गएर तपाईको छोरीले कुनै मृत्युदण्डको जस्तो सजायहरू भोग्न नपरोस् के। तपाईले सम्पत्ति देखेर नै बिहे गरेर पठाइदिनुहुन्छ। भोलि पर्सि उसलाई आउने जुन मानसिक शारीरिक तनावहरू हुन्छ ऊ झेल्न सक्दैन। यदि तपाईले उसलाई पढाएर परिपक्व बनाउनु भयो र बिहे गरेर पठाइदिनु भयो भने पनि आफूमा आउन सक्ने समस्याहरू झेल्न सक्छ। हिजो आज जति पनि डिपेन्डेन्टमा गएका छोरीचेलीहरू रुँदै कराउँदै भिडियो बनाएर मलाई न्याय चाहियो, मलाई यस्तो भयो, मेरो हस्बेन्डले यस्तो गर्नुभयो, मेरो फ्यामिलीले यस्तो गर्नुभयो, मेरो सासू ससुराले टर्चर दिनुभयो, मेरो नन्दा माजुले टर्चर दिनुभयो भनेर जुन किसिमको अहिले सामाजिक सञ्जालमा एकदमै भयावह बनिरहेको छ नि, त्यो सिचुएसन कतै हामीले गर्दा भएको होइन जस्तो लाग्दैन तपाईहरूलाई? एउटा सम्पत्तिकै भरमा सम्पत्तिवाला केटासँग बिहे गरेर पठाउँदैमा कि तपाईको छोरी सधैँभरि खुसी हुन्छ जस्तो लाग्छ तपाईहरूलाई? त्यसैले प्रिय अभिभावकहरू, भनौँ न प्रिय छोरीका आमा बुवाहरू, छोरीलाई बिहे गरेर पठाउन हतार नगरिदिनुस्। छोरीलाई यति परिपक्व बनाउनुस्, मेन्टल्ली र फिजिकली धेरै स्ट्रङ बनाइदिनुस् ताकि भोलि पर्सि तपाईको काखमा फेरि बिहे गरेर पठाइसक्दा पनि तपाईको काखमा फर्केर आएर रुन दिन नआओस् र त्यही छोरी चेलीको दुःख देखेर तपाईका पनि आँसु नझरुन्। थ्यांक यू।